हजुरहरूले सोध्दै हुनुहुन्छ होला दिपा कहाँ गयो गरेर म चाहिँ घर आएको दिनमा मलाई लुगा पनि फेर्न नदिकन म चाहिँ खेतमा होइन बारीमा गएर त्यो धानको बिउ राखेको थियो। धानको बिउ राख्दाखेरि हाम्रोतिर चाहिँ यसरी सल्लाहले छोप्छ अनि सल्लाह निकाल्न लगाएको थिएँ। अनि आएर मलाई 5 मिनट पनि बस्न दिएन। देख्दै हुनुहुन्छ मैले लुगा पनि फेरेको थिएन। काठमाडौँबाट आएर काम लगाइहालेँ, जान परिहाल्यो। गएर एकछिन गीत भने बसेँ, मोबाइल हेरेँ, त्यसपछि बल्ल धानको त्यो पराल निकाल्न थालेँ। यस्तो झ्याउ हुने त्यो निकाल्दाखेरि त सल्लाह त्यो राम्रोसँग निकालेन भने पछि बिउ हाल्दाखेरि गाह्रो हुन्छ नि त। त्यही भएर सबै निकाल्नु पर्ने एउटा गरेर अनि यति धेरै थियो। बल्ल मैले एक्लैले निकालेको। अनि त्यो धानको बिउ फेरि कलिलो हुन्छ, भर्खर लगाएको त कलिलो हुन्छ नि त, सबै मरेको भाँचिने। अनि हेर्दैछु म चाहिँ, यति गाह्रो होइन। काठमाडौँमा बसेर खाएको जस्तो कहाँ हुन्छ र हुन त। अनि तपाईँहरूले सोच्दै हुनु होला यसले भिडियो हालिरहनु थिएँ यो कहाँ गई भनेर। म चाहिँ गाउँमा आएर काम गर्न थालेको छु। यस्तै हो जिन्दगी। अनि म चाहिँ यस्तो भएको छ हरियो के अरे बल्ल यतिको बनायो। हाम्रो चाहिँ त्यो पानी परेको छैन कि, पानी नपरे भएर पुरै बिउ पहेँलो भएको छ। बिउ पानी परेन भने बोकेर हाल्नुपर्छ बिउमा। पानी एकदम गाह्रो छ। यसपालि पानी नै परेको छैन नि त, त्यही भएर ठाउँमा त बिउ नै मरिसकेको छ। अनि त्यसपछि काम गर्दा थाकिसकेँ म। सलिभेरको यस्तो एउटा निकाल्नु पर्ने गाह्रो। अनि हाम्रो बिउ चाहिँ यस्तो भएको छ, हेर्न सक्नुहुन्छ। टाटेर पाटे मकै त्यत्रो भइसक्यो। अब मकै पाकेपछि मकै पनि पुग्नु पर्यो। अनि मलाई निकाल्न अल्छी लागेर मैले चाहिँ मम्मीलाई बोलाएर मम्मीलाई पनि काम गर्न लगाएको। मम्मी चाहिँ यता हेर्दै तँलाई त देखेको छैन त भन्दै मलाई जिस्काउँदै हुन्थ्यो। अनि मैले देखेको छ, तपाईँ काम गर्नु न भनेर भने। नि गाह्रो छ। हेर्न सक्नुहुन्छ म कति काम गर्छु। तपाईँहरूलाई लाग्छ म काम नै गर्दिनँ। काम नगर्ने भए यतिको काम कसले गर्थ्यो। म त गाउँमा आएको बेला घर आएको बेला त काम त गर्छु नि। काठमाडौँमा बसेर पनि बिग्रेको त म। भात पकायो खायो सुत्यो। काठमाडौँमा काम नै हुँदैन नि त।